पर्किस मलाई हेर्नुहोस् होइन पर्सि मेरो कान्छीबुढीलाई लाए माग्छु कान्छीबुढी आउँछ घरमा पर्सि ओ कान्छीबुढी आउँछ नि फेरि घरमा ला अरुण दा हौ के गर्नु पठाउनु के हो होइन घरमा पठाउनु के हो किन के गर्नु चाहिँ पठाउँछौ अरे त्यो लुगाहरू पठाइदिनु तिमी तिम्रो इच्छा ल त्यो उइसको पनि पठाइदिन्छु त्यो फुपाको पकौडा खानु अहिले गर्छु ए ल म पकौडा खानु भोक लाग्यो मलाई पुज गर्नु आएको छ कि यसरी मलाई दिदी तपाईँ कति लाउनुहुन्छ बिहा